फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले आफ्नो ह्याचब्याक मोडल क्विडको इलेक्ट्रिक भर्सनको परीक्षण सुरु गरेको छ। कम्पनीले हाल नेपाल र भारतमा क्विड इभीको सडक परीक्षण गरिरहेको हो। नेपालका लागि रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले केही समय अघि भित्राएको क्विड इभी अहिले विभिन्न ठाउँमा गुडाएर परीक्षण गरिरहेको छ। क्विड इभी आगामी साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। रेनोले क्विड इभी युरोपियन देशहरूमा डासिया ब्रान्डमा स्प्रिङ इभीको नाममा बिक्री गरिरहेको छ भने चीनमा सिटी केजेड इभीको नाममा रेनोकै ब्याजमा बिक्री गरिरहेको छ। नेपाली बजारमा अहिले आएको क्विड इभी चीनमा उत्पादन भएको हो। यद्यपि भारतमा समेत रेनो क्विडको इभी भर्सन उत्पादन छिट्टै सुरु हुने सम्भावना रहेको छ। चीनमा उत्पादन भएको क्विड इभीमा 26.8 किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। यसको एनईडीसी रेन्ज 271 किलोमिटर रहेको कम्पनीले जनाएको छ। तर यसको रियल वर्ल्ड रेन्ज 200 किलोमिटरको हाराहारीमा पाउन सकिनेछ। यसमा 44 हर्स पावर तथा 125 न्युटन मिटर टर्क दिने 33 किलोवाटको इलेक्ट्रिक मोटर दिएको छ। रेनोको CMFA इभी प्लेटफर्ममा बनेको यो इभीमा 4G वाइफाई कनेक्टिभिटीको साथमा 8 इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्युअल एयरब्याग, रियर पार्किङ क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सेन्ट्रल कन्सोलमा गियर रोटरी नब लगायतका फिचरहरू छन्। यो इभीको लम्बाइ 3740 मिलिमिटर, चौडाइ 1580 मिलिमिटर, उचाइ 1480 मिलिमिटर र 2423 मिलिमिटरको व्हील बेस रहेको छ। चिनिया बजारमा $9,000 को हाराहारीमा बिक्री भइरहेको यो इभीको नेपाली बजारमा केईको इक्विप्ड 4 र टाटाको टियागो इभीसँग प्रतिस्पर्धा हुने देखिएको छ।